Hello guys, welcome to my channel Pooja World. Mummy hello भन्नु. हेलो Hello. भाइको घर जान लागेको माइत मम्मी चाहिँ खुसी हुनुभएको छ भाइको घर जान लागेको माइत भन्दै. अनि आज चाहिँ हामी लन्डनदेखि बर्मिङहाम जाँदैछौँ. यस्तो राम्रो मौसम छ. हामी चाहिँ अहिले ट्रेन स्टेसन जानको लागि यहाँ घरबाटै हिँडिरहेको छौँ. अहिले बिहानको 10 बजिसकेको छ. हाम्रो चाहिँ अहिले 11 बजेको ट्रेन छ. सो हामी चाहिँ अहिले हिँडिरहेछौँ पुरा झोला बोकेर. मम्मी छोरी भएर हिँडिरहेछौँ. हाम्रो चाहिँ 3-4 दिनको बसाइ हुनेछ उतातिर बर्मिङहामतिर. लन्डनको घाम खाँदा खाँदा अब चाहिँ बर्मिङहामतिर निस्केको. कस्तो राम्रो मौसम छ. अब चेरीहरू पनि फुल्न लागिसकेको छ. यहाँ हामी बाटोमा हिँड्दाखेरि देखेको यो भिडियो. अनि यता मम्मी त पुरा खै हिँडिराख्नु भएको छ. राम्रो मौसम समर लागिसक्यो अहिले युकेमा चाहिँ. एकदम राम्रो मौसम छ. यो मेरो घरतिरको एरिया. यहाँ बसहरू नि आउँदैछ. हामी चाहिँ अहिले ट्रेन स्टेसनमा आयौँ. अब जाने यता छ. अब हामी जानुहुन्छ. ट्रेन पनि आइसकेको छ. अब चाहिँ हामी यो ट्रेनमा चढेर जान्छौँ. हामी चाहिँ जाँदैछौँ ट्रेनमा. अब चाहिँ हामी यहाँबाट युस्टनको ट्रेन लिन्छौँ अनि फेरि त्यहाँबाट बर्मिङहामको लागि ट्रेन छोडेर जान्छौँ. अब हामी युस्टन स्टेसनमा आइसक्यौँ. हामी अब जानु लागेको. ल जानु के. हामी चाहिँ ठ्याक्क बाहिर निस्किसकेछौँ युस्टन स्टेसनको. ए मान्छेको भिडभाड यहाँ कति छ कति छ. ओ गड हेर्नु त यत्रो धेरै उस छ भिडभाड. राख्नु. हामीले चाहिँ त्यहाँ अब चेक गर्छौँ कतिखेर छ ट्रेन हाम्रो. हेरेर अब जान्छौँ. यता पुरा एयरपोर्ट जस्तो फिल भयो अरे यहाँ देख्दाखेरि. एकदम ठुलो छ नि त यो फेरि स्टेसन. ओ माई गॉड यहाँ मान्छेको भिड. ओ छैन. हामी चाहिँ यसमा जाने हो 11:46. हो बर्मिङहामको ट्रेनमा चढ्छौँ. ट्रेनमा चढिसकेको छौँ. हाम्रो ब्यागहरू चाहिँ यता माथि राख्यौँ. अब चाहिँ हामी मजाले बसेछौँ. अब त हामी 2 घन्टाको ट्राभलमा चाहिँ हामी वहीँ पुग्नेछौँ. भन्दा भयो हामी 2 घन्टामा बर्मिङहाम पुग्छौँ. ट्रेन अब 5 बर्मिङहाम मम्मीले यहाँ ट्रेन हेर्दै हुनुहुन्छ. कताबाट कता ट्रेनहरू हिँडिरहेको हेरेर. मम्मी चाहिँ भ्यू हेरेर इन्जोय गर्दै हुनुहुन्छ. कहिले फोटो खिच्नुहुन्छ कहिले भिडियो गरिराख्नु भएको छ. भिडियो गर्दै पनि हुनुहुन्छ. आफैले रमाइलो लागिरहेको. बच्चा रहेको. लन्डन राम्रो हो कि लन्डन बाहिर. लन्डन बाहिरै राम्रो रहेछ. Clasa low to de joasă spre mijlocie. Suntem care? नेपाल जस्तै हरियाली सबै. Dacă vreau să merg într-o vacanță, nu trebuie să mă gândesc la ea. मम्मीलाई त लन्डन बाहिर मन पर्यो अरे. सब हरियाली सब देखेर रमाइलो लाग्यो अरे. राम्रो ग्रिनरी हेरेर हुन्छ बाहिर. अब हामी झर्ने यताको साइड त हेरेन. मान्छेहरू कोही उभिएन सिट नपाएर. यहाँबाट फेरि
उता जानको लागि चाहिँ चेन्ज गर्नुपर्दो रहेछ। सो हामी चाहिँ हिँडिरहेछौँ। अब आधा घन्टामा चाहिँ हामी त पुगिसक्छौँ। एक्साइटेड। सो हाम्रो आएको ट्रेन चाहिँ यहाँ छ, यो पनि जान्छ। अब चिसो चिसो हावा लागिरहेछ, जाडो पनि छ। ट्रेनमा आइसक्यौँ। त्यहाँबाट अब हामीले चेन्ज गर्नुपर्छ। पुरा खाली छ। मम्मी चाहिँ यता हुनुहुन्छ, पुरा खाली छ। अब यो 5 मिनटपछि हिँड्छ। फाइनली हाम्रो चाहिँ अब ट्रेन हिँडिसक्यो। अब चाहिँ हामी एकछिनमा पुग्छौँ हाम्रो डेस्टिनेसनमा एकदम। उता हेरेको भ्यू त कति खतरा। कस्तो राम्रो राम्रो। That's right. पार गर्नु। ओहो कति राम्रो थोरीबारी। मम्मीलाई त देख्नै भयो होइन, यस्तो राम्रो, कति राम्रो, कति दामी दामी भ्यू हेर्दै ट्रेनमा मजाले आइपुग्न लाग्यौँ। अब चाहिँ मम्मी र म चाहिँ अहिले सिट चेन्ज गरेको डिफ्रेन्ट डिफ्रेन्ट सिटमा बसिरहेको छ। बाहिरको भ्यू त कुरै नगरौँ, यति राम्रो छ। आउटसाइड लन्डन त फेरि हेभनै फिल हुन्छ। आजको हाम्रो लन्डन टु बर्मिङहाम ट्रिप एकदम राम्रो भयो। 2 आवरको जर्नी। कस्तो राम्रो सनसाइन छ बाहिरको भ्यू हेरेरै मक्ख। मम्मी त बाहिर हेरेरै हुन्छ। कति धेरै क्या न। We are now approaching Blake Street. फाइनली झर्ने बेला भयो। भाइ चाहिँ हाम्रो भाइले आउँदा मम्मी अब हामी झर्ने बेला भयो। हिरो भएछ है, उताबाट ट्याक्क आउँदैछन् हामीलाई लिनको लागि। ढ्याङ्ग बिचमा आयौँ हामी खरा। ल यस्तो घाम लागेको छ। हामी चाहिँ पुरा घाममा बसेर मजाले खाइरहेको छौँ। यस्तो रमाइलो छ। ओहो भाइ पनि यता छन्। एकदम अहिले चाहिँ यहाँ समर छिट्टो लाग्यो, त्यही भएर यस्तो रमाइलो छ। ओहो माइजू पनि, माइजू त उता टाउको बाँधिराख्नु भएको छ। दिदी हुनुहुन्छ यहाँ, मम्मीले खाना यताउता दिँदै। जान्छु भन्छौ